स्वागत छ तपाईहरुलाई आज मेरो युट्युब च्यानलमा। हाम्रो लामा काका सिक्ने क्रममा लामा काका भित्रकै अक्षरको क्रममा आज चाहिँ लौकिक टुक या लौकिक टुक। अब यो लौकिक टुक भन्ने यहाँ विषय रहेको छ। लोक लोक भनेको चाहिँ उल्टो, एक टुक्नी भने 6 वटा अक्षर। लौकिक टु भनेको उल्टा 6 वटा अक्षर भनेको उल्टो 6 वटा अक्षर। लोक भनेको चाहिँ उल्टो है। लोकको अर्थ चाहिँ उल्टो भने सुन्नु पर्यो। अब यो 6 वटा अक्षरलाई चाहिँ यो मुनिको 6 वटा अक्षरलाई चाहिँ हामी लौकिक टु भन्नु पर्यो। लौकिक टु भनेको उल्टो 6 अक्षर भनेको। अब यहाँ हेर्नु चाहिँ उल्टोले चाहिँ लोक भन्छ। ता उल्टो लेखेको ता उल्टो लेखेलाई चाहिँ ता लोक टा, ता लोक टा। यो चाहिँ था उल्टो हो। था उल्टो लेख्यो भने छ भन्नुपर्छ। था लोक ठा। यो था उल्टो लेख्यो भने डा हुन्छ। ता लोक डा। ना उल्टो यो ना उल्टो लेख्यो भने अन हुन्छ। त्यसलाई न पनि भनिन्छ नालोक अन। यसले न पनि भनिन्छ नालोक अन। स्या उल्टो छ भने दुईटा अर्थ दिन्छ। कहिलेकाहीँ सा पनि पर्छ, यसले सा, कहिलेकाहीँ ख। स्यालोक ख अथवा स्यालोक सा। का स्यालोक छ्या, का स्यालोक चाहिँ छ्या भन्छ। अब तपाईहरुले जोसुकैले यो अक्षर यस्तो ता उल्टो गरेर लेखेको छ भने त्यो ठाउँमा चाहिँ टा भन्नुस्, टा भने पढ्नुस्। था उल्टो यसरी उल्टो लेखेर राखेको छ भने त्यो ठाउँमा चाहिँ ठ भन्नुस्। ता उल्टो लेखेर राखेको छ भने त्यो ठाउँमा चाहिँ डा भनेर पढ्नुस्। ना उल्टो लेखेको छ भने ना उल्टो ठाउँमा चाहिँ अन भन्नुस्, अन। स्या उल्टो छ भने सा अथवा ख भन्नुस्। का स्या उल्टो लेखेको छ भने छ भन्नुस्। यसरी उल्टो छ अक्षरहरू तपाईहरुले राम्रो पढ्नुस्। यसको उदाहरण अब यहाँ देखाउँछु म। अब यो फट भने भन्नुस्। फ ता उल्टो छ भने फट, फट, फट भने। कुनै बेला हामीले फेट 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 भन्ने पढ्थ्यो, तर यस खास चाहिँ फट हुने रहेछ। फट फट भनेको चाहिँ अर्थ धेरै लाग्छ। अहिले चाहिँ यहाँ उपाय दुई मात नभएको भने भेटिएकोले मैले यो तपाईहरुको अगाडि कलेक्सन गरेर राखेको छु। अब यो तिष्ठा, अब यो माथि स्यालोक अनि यो थालोक, यो सा, यो चाहिँ ठा। अहिले तिष्ठा, तिष्ठा भन्नुपर्यो। तिष्ठा यस्तो अक्षर देख्यो भने तिष्ठा भन्नु। तिष्ठा भनेको बस्नु भन्ने अर्थ लाग्छ। बस्नु, तिष्ठा। यो ता उल्टो डाकिनी, डाकिनी, डाकिनी भनेको चाहिँ गगनचारी, गगनचारी, गगनचारी भनेको चाहिँ आकाशमा हिँड्नेलाई चाहिँ गगनचारी भनिन्छ। डाकिनी, यो प उल्टो भएछ, प होइन, डाकिनी, डाकिनी भनेको चाहिँ गगनचारी, डाकिनी। बजर पानी, यो बजर पानी यो त जस्तोको त्यस्तै छ, बजर पानी। पुरुषा, पुरुषा भनेको चाहिँ व्यक्ति, पुरुष भने व्यक्ति, यस्तै पुरुषा। सा उल्टो छ भने अहिले सा भनेर पढ्नु पर्यो, पुरुष व्यक्ति। रक्षा, 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 रक्षा भनेको सुरक्षा गर्नु, रक्षा, यस्तो हुन्छ रक्षा भन्नुस्। एकचोटि फेरि दोहोऱ्याउँछु म। फट, फट, तिष्ठा, डाकिनी, डाकिनी, बजर पानी, बजर पानी, पुरुष, पुरुष, रक्षा, रक्षा। अब यो चाहिँ हाम्रो थुप्पो अक्षर। थुप्पो, थुप्पो भनेको चाहिँ मोटो, मोटोले चाहिँ थुप्पो भन्ने रहेछ हाम्रो। थुप्पो अक्षर, मोटो अक्षर चाहिँ 5 वटा छ। थुप्पो हिगी ङ भनेछ। 5 वटा, 5 मोटो अक्षर भने। 5 मोटो अक्षर भित्र चाहिँ घामा हात झुन्डाको यो सिंगैले चाहिँ एकैचोटि घ भन्नु, घ। अनि यो जरा हात जोडेको यो सिंगैले चाहिँ झ भन्नु पर्यो, झ।
अनि यो धारा धारा हा झुन्ड्यो भने यो सिङ्गैले चाहिँ ध भन्नु पर्यो, ध। धारा हा यो सिङ्गै यो दुइटैको एकैचोटि एउटा मात्रै उच्चारण ध भन्नु पर्यो। अनि यो भको मुनि हात झुन्ड्यो छ भने यो एकैचोटि भ भन्ने पढ्नु पर्यो। यहाँ हेर्नुहोस् है त, नेपालीमा पनि लेखेको छु मैले। यहाँ नेपालीमा घको मुनि हात झुन्डेको यति अक्षर देख्यो भने यसलाई चाहिँ घ भनेर पढ्नुहोस्, घ। यसलाई चाहिँ घ भन्नुहोस्। यति अक्षर लेख्यो भने, जाको मुनि हात झुन्डाएको यति अक्षर लेख्यो भने यो दुईटा अक्षरलाई एकैचोटि झ भन्यो, यसले झ भन्नुहोस्। यतिले चाहिँ ध भन्नु पर्यो, ध। यतिले चाहिँ ध भन्नु पर्यो, ध। यतिले चाहिँ भ भन्नुहोस्, भ। अब यो मोटो अक्षरको उदाहरण, मोटो अक्षर कहाँ प्रयोग भएको छ भन्ने कुरा यहाँ हेर्नु है। मोटो अक्षर यहाँ हेर्नुहोस् है, झ टी टी। अब यो झको मुनि हात झुन्ड्यो भने झ, झ टी टी भने यहाँले हेर्नुहोस्, झ टी टी। झ टी टी भनेको तुरुन्तै, झट्टै। अनि यो मेघ, मेघ, मेघ भनेको चाहिँ बादल, बादल। क्रोध, क्रोध, यो चाहिँ क्रोध, क्रोध भनेको चाहिँ रिस। ढौकन, ढौकन भनेको गिद्दी, अभ्यास, ढौकन। भगवते, भगवते भनेको चाहिँ बुद्ध, बुद्धलाई चाहिँ भगवते भनेको छ आत्मामा। अब यसरी तपाईहरुले यो लोगिटु अनि थुक्पुङ्गा यो क्रमसँग पढ्नुस्, यो प्रयोगमा आउँछ। अब लाइन गरी यसरी सिक्दै जानुस्। अनि तपाईहरुले आफैले पनि पढेर हेर्नुस्, पहिलेका पढेकोहरू फेरि दोहोरिनुस्। अनि यसरी अभ्यास गर्दै जानुभयो भने तपाईहरुले बुझ्न सक्नुहुन्छ। सबैलाई धन्यवाद।